ल आजको प्रश्न रहेको छ बिहानी अथवा बेलुकीको तारा मर्निङ स्टार अथवा इभिनिङ स्टार भनेर कुन ग्रहलाई भनिन्छ हो। यो क्वेसन त छ तर यो क्वेसनमा धेरैजनाले कन्फ्युजन हुन्छ। अब कन्फ्युजन के हुन्छ भने यहाँ के भन्छ अप्सनमा के छ शुक्र ग्रह, बृहस्पति ग्रह, बुध ग्रह र मङ्गल ग्रह। अब यो चारवटा अप्सनबाट यो जुन प्रश्न रहेको छ यसको एन्सर यो शुक्र ग्रह पनि रहेको छ र यसको एन्सर यो बुध ग्रह पनि रहेको छ। तर हामी कुनमा टिक लगाउने? जहाँ शुक्र ग्रह पनि र यो बुध ग्रह पनि अप्सनमा छ भने हामी टिक कुनमा लगाउने हो। यसमा हामी पहिलो प्राथमिकता चाहिँ यो शुक्र ग्रहलाई दिनु होला, किनकि यो शुक्र ग्रहलाई बिहानी अथवा बेलुकीको तारा मर्निङ अथवा इभिनिङ स्टार भनेर चिनिन्छ। किनकि यो बुधलाई पनि चिनिन्छ तर बुध र शुक्रमा अलि बढी चम्किलो चाहिँ यो शुक्र ग्रह छ र यो बुध यो शुक्रभन्दा अलि धमिलो छ। त्यसैले शुक्र ग्रह र बुध दुवै अप्सनमा छ भने शुक्र ग्रहमा लगाउनु होला र शुक्र ग्रह मात्रै छ अप्सनमा बुध ग्रह छैन भने त्यतिखेर त भइ नै हाल्यो, तपाईँहरू कन्फ्युज हुने कुरै छैन। त्यतिखेर शुक्र ग्रह मात्रै हुन्छ। तर यो शुक्र ग्रह अप्सनमा छैन मात्र बुध ग्रह छ हो, त्यतिखेर यही प्रश्नको एन्सर के हुन्छ बुध ग्रह हुन्छ। मानव शुक्र ग्रह छैन अरू सबै अप्सन छ र बुध ग्रह छ त्यतिखेर बुध ग्रह हुन्छ। तर बुध र शुक्र दुवै भएको ठाउँमा यो शुक्र ग्रहमा तपाईँहरूले टिक लगाउनु होला अथवा शुक्र मात्रै छ भने शुक्रमा लगाउनु होला। अथवा यो तल ए एन्ड सी दुवै भनेर अप्सन आयो भने त्यतिखेर यो ए एन्ड सीमा के गर्नु होला टिक लगाउनु, किनकि शुक्र पनि छ र बुध पनि यसको एन्सर रहेको छ। यसरी कन्फ्युजन नहुने गरी यो धेरै कन्फ्युजन हुने खालको क्वेसन हो होइन, त्यसैले बुझ्ने गरी पढौ। ल आजको लागि यतिकै, धन्यवाद।